हेलो साथीहरु, नमस्ते। तपाईहरुलाई स्वागत छ मेरो स्यान्डी भ्लगमा। म तपाईहरुको साथी सन्दीप मगर उपस्थित भइसकेको छु अर्को भिडियो लिएर। म तपाईहरुलाई देखाउन गइरहेको छु यो पछाडी गुल्मी जिल्लाको सदरमुकाम तमघास। अब म यहाँबाट जाँदै छु माथि रेसुङ्गा पार्क देखाउन गइरहेको छु र त्यहाँको चहल पहल कस्तो हुन्छ हैन, त्यहाँको पार्कको बारेमा चाहिँ म देखाउने छु। यहाँ चाहिँ मेरो छोरा हाई भन्दियो। हाई गाइज। ओके, ल माथि के हुन्छ त्यसको बारेमा चाहिँ म देखाउने कोसिस गर्ने छु। धन्यवाद। छोरा, डस्टबिनमा चाहिँ के छ अरे? डस्टबिन चाहिँ यो के रहेछ? पेंगुइन रहेछ। फाइनल्ली हामी रेसुङ्गा पार्कमा आइसकेको छौँ। ल अहिले एकदमै राम्रो मौसम खुलेको छ, हिजो पानी परेको हुनाले। गर्मी भयो। झुला हो, खेल्नुपर्छ है। हामी खेलाउँला नि। रेसुङ्गा पार्कमा चाहिँ जोस राम्रो बनाएको रहेछ पार्कहरू। यहाँ बच्चाहरू खेल्नको लागि एकदम आकर्षण खेल्ने कुराहरू बनाएर राखेको रहेछ। अझ परसम्म उता पारी भ्यू टावर जस्तो देखिरहेको छु मैले, त्यो पारी भ्यू टावर जस्तो देखिरहेको छु। त्यहाँ पुगेर चाहिँ हेर्नुपर्छ तलतिर। यस्तो यस्तो कुराहरू पनि, डस्टबिनहरू पनि यस्तो यस्तो कुराहरूबाट बनाएको कि, अनि बच्चाहरूसँग यति आकर्षण हुने। तपाईँहरू पनि रेसुङ्गाको नजिकमा आउनुहुन्छ र शनिबार कसरी बिताउने भन्ने सोचमा हुनुहुन्छ भने रेसुङ्गा पार्कमा आउनुहोस्। धेरै महँगो पनि रहेनछ, प्रति व्यक्ति 50 रुपियाँ रहेछ। अनि धेरै खेल्ने कुराहरू राखेको रहेछ। Baby, are you enjoying? यता ल गइस नानी, त्यहाँबाट सरर हेरौँ त। ओहो, यसरी जाने रहेछ है। अब म यो भ्यू टावर चढ्नको लागि जाँदैछु। हामी रेसुङ्गा पार्कको भ्यू टावर चढ्दैछौँ। आउन यो तमघास बजार भयो। अनि यहाँदेखि तपाईँ यहाँ रेसुङ्गा पार्कमा आउनुभयो भने चाहिँ लालीगुराँसको समयमा चाहिँ, लालीगुराँसको मौसममा चाहिँ लालीगुराँसहरू पनि देख्न पाइन्छ। अहिले फुलिरहेको छ।